Hi everyone, आज चाहिँ हामीहरू यहाँ टिबेटन चाम्बा चाम्बा भन्छ त चाम्बा बनाउने तपाईहरुलाई सिकाउन चाहन्छु। पहिलो चाहिँ चाम्बा बनाउँदाखेरि पहिलो यो हाल्नुपर्छ अनि सेकेन्डमा चाहिँ चिनी हाल्ने तेस्रो चाहिँ यो थ्यु हाल्ने थ्यु भन्ने चिज चाहिँ के हो रे? थ्यु भनेको अब यो चाहिँ चौरी गाईबाट बनेको एउटा के भन्छ अब चिज। तेस्रो चाहिँ के हाल्नुपर्छ भने अब यो चा चाहिँ हाल्नु पर्यो। नुन चा घिउ चा। तेस्रो चाहिँ घिउ चा हालेर एकछिन राख्ने एकछिनपछि यो सबै मिसाउने हो। मिसाएपछि के हुन्छ अनि बल्ल चाम्बा हाल्ने अनि बनाउने हो। यहाँ चाहिँ चाम्बा अलरेडी छ। मुस्ताङको चाम्बा हो यो चाहिँ, लोकल चाम्बा। अब चाबा हाल्नु पर्यो। चाबा सातो एउटा दुईटा तीनटा आधी हाल्यो। पहिला चाहिँ हेरौँ ल कस्तो भएछ। पहिला चाहिँ यस्तो गर्ने हो कि यस्तो हातले यस्तो घुमाउने हो। यस्तो बिस्तारै घुमाउने हो कि भइहाल्यो नि। यस्तो गर्नुपर्छ कि यस्तो डल्लो बनाएर यस्तो अलि गोलो जस्तो यस्तो डल्लो पारेर अनि यो चाहिँ मुखमा च्याट्टै हाल्ने। रेडी भयो चामा चाहिँ रेडी भयो।